দেখো বন্ধু, কি খবর বন্ধু? ভালো ভালো আছি না? এভরি বন্ধু ভালো, ভালো করে কাজ করো, টাকা পয়সা কমাতে হবে তো। वाओ नाइस नाइस वाइट फरेस्ट केक नाइस विथ द चेरी होइन। क्या मजा छ त होइन। देख्नुमा त मजा, बनाउनुलाई चाहिँ फेरि फाट्छ क्या फाट्छ साथीहरू। यसै छ यो 3 दिन 4 दिन लगाएर चाहिँ हामीले बनाएको यो होइन। किन धेरै आइटमहरू छ यहाँनिर। लु हेर्नुहोस्, यहाँ यो चाहिँ नस्पाती भन्छ। अब नेपालीबाट चाहिँ नस्पातीमा यसरी हेरेन, नस्पातीमा चाहिँ पुरा चिनी पानीमा उमालेर यसलाई स्विट डिजर्ट हो। अनि यसमा माथिबाट टपिङ 1 by 1 हालेर यहाँ केटाहरूलाई सिकाउँदैछु। नयाँ नयाँ केटाहरू छ जुन हायर गरेर लिएर आएको, तिनीहरूलाई थाहा नै छैन कसरी बनाउने के बनाउने। अनि तिनीहरूलाई चाहिँ एकचोटि बनाएर देखाउँदैछु होइन। यहाँ धेरै किसिमको चिजदेखि लिएर अनि मिक्स बेरी होइन, हनी सबै हालेर चाहिँ 1 by 1 टपिङ बनाउनु पर्ने। 1 बाइट हेर्नु त, 1 बाइटको लागि कति मेहनत गर्नुपर्छ त। त्यहाँ माथिबाट फेरि यहाँ एउटा अनि त्यहाँ त ग्रिन लिप्स होइन थाइम हालेर चाहिँ एकदम केटाहरूलाई एकचोटि देखाउनु पर्यो, सो गरेर भनेर चाहिँ देखाउँदैछु। अनि यो गरेर देखाइदिएपछि अनि केटाहरूले भटाभट बनाउँछ। यो चाहिँ तपाईँको झन्डै 500-600 पिस बनाउनु पर्ने। अनि गाह्रो छ। अनि यहाँ केक पनि अलमोस्ट बनाएर रेडी भइसकेको छ। यहाँ पिजट केक अनि विथ स्ट्रबेरी, विथ मिक्स बेरी, ब्लुबेरी सबै एकदम देख्नुमा एकदम लुक लाइक सो नाइस होइन गाइस। सो यसरी बनाउनुलाई टाइम लाग्छ। यहाँनिर चाहिँ ओमाली भन्छ, ओम आली भनेको चाहिँ अब तपाईँको अब नेपालीमा हामीले यहाँनिर चाहिँ अब गाईको दुध हालेर चाहिँ माथिबाट पप पेस्ट्रीको ऊ हालेर त्यहाँबाट क्रिम हालेर चाहिँ मजाले बनाएर यस्तो बनाएको हुन्छ। यो चाहिँ स्विट। डियर मित्रहरू, भिडियो कस्तो लाग्यो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। आई होप हाम्रो प्रतिक्रिया साथै लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्ने आशा राख्दछु। थ्याङ्क यू।